आफ्नो पब्लिसिटीका लागि तपाईँले यस्ता इन्टरभ्यू कलेज पाइते बोल्नु फेरि अहिले के बोल्नु भयो कसरी पाइते भयो भन्नु 35 वर्ष त्यही त ढिलो भएको विषय गरेर बोल्न पाइँदैन तपाईँले ढिलो भएको विषयमा बोल्नु भएन क्या तपाईँले के 82 दिनमा के गर्यो सरकारले जनताले दिएको म्यान्डेट के गर्यो जनताले दिएको म्यान्डेट हामीले सुनेर बोल्यो सुनेर तपाईँको कुरा अपत भएर बोल्यो के गर्नु पर्यो लु भन्नु त एउटा कुरा यो अहिले भएको काम छिटो हुनु पर्यो सबैले चाहेको सबैले चाहेको भोटको भए त मेरो तिर्नुहुन्छ एकछिन सुन्नुहोस् है मात्रै तपाईँ पैसा तिर्नु भने पैसा तिर्दिन्छ भनेर आउँदा समर्थक हो नि त रवि दाइ म पनि समर्थन हामी पनि थापाबाट आएका छौँ हामी सबै त कसैले तिर्नु पर्यो तपाईँ तिर्न मन लाग्दा तपाईँ जानुहोस् टाइम लाग्छ भाषण गरिरहेको उहाँहरूले मलाई बेल्न खोज्नु भयो क्या मैले भने ढिलो भएको किन मैले उहाँ सोधिरहेको वेबसाइट खोलेर हाम्रो वेबसाइट उहाँ पनि राष्ट्रपति नै अरे त 82 दिनमा के गर्यो भने चाहिँ 100 दिनमा राष्ट्रपति सरकारले के गर्यो भन्ने कुरा त वेबसाइटमा खोज्दा भेटिन्छ नि त के गर्दैछ भन्ने कुरो भेटिन्छ नि त सस्तो लोकप्रियताका लागि अगाडि मागेर लेखेको बोर्डको अगाडि आएर अनि तपाईँको यहाँनिर इन्टरभ्यू दिएर बस्ने हो होइन नि त यदि उहाँ साँच्चीकै समर्थक हो भनेदेखि त वास्तवमा भएको के छ भन्ने कुरा बुझिन्छ नि त बुझ्न खोज्ने हो नि त यहाँ आफ्नो पब्लिसिटीको लागि भोलि उहाँलाई चाहिँ मिडियामा चर्चामा आउनको लागि बोलेर हुन्छ त उहाँले नितान्त गर्नु भएको त्यति मात्रै हो ढिलो भएकोमा हामीलाई पनि दुःख छ चाँडो भइदियोस् भन्ने त सबैलाई लाग्यो हो नि त उहाँले यहाँ इन्टरभ्यू दिएर विरोध गरेर छिटो हुने हो र होइन नि उहाँले किन गरिराख्नु भएको छ भने पछाडि बस मलाई पब्लिसिटी चाहिएको छ मिडियाको एटेन्सन चाहिएको छ द्याट्स इट नथिङ मोर देन द्याट होइन